हेलो गाइज, यो चाहिँ रातो भाले रेस्टो हो। यो ठाउँको लोकेसन चाहिँ पामे घाटी छिना। यहाँ हजुरहरू पक्कै पनि स्विमिङ गर्न आउनुहुन्छ होला। स्विमिङ गर्दाखेरि यसो रातो भालेमा पनि बसेर यहाँको खानाको परिकारहरू टेस्ट गर्नु होला। आज चाहिँ हामीले बफ सुकुटी बनाइन्छ, हेर्दै गर्नु होला, हेरेर साथ दिनु होला। यहाँ चाहिँ दुईटा घोडा पनि आएको छ। अब चाहिँ हामी बफ सुकुटी बनाउन सुरु गर्छौँ ल गाइज। सुरुमा त तेल हाल्यौँ हामीले, अनि यो चाहिँ सुकुटी राख्यो। प्याज चाहिँ पछि राख्ने, किनभने डढ्छ नि त। अब चाहिँ मैले यसमा प्याज, हरियो खुर्सानी, टमाटर काटेर राखेछु। अब यसलाई चलाउने। मैले चाहिँ यसमा बेसार राखेँ। नुन अनि धुलो खुर्सानी। अब चाहिँ जिरा, धनिया, लसुन, अदुवा मिक्स गरेको चलाउने। स्वाद आउनलाई थोरै लोकल रक्सी पनि राखेको छ है गाइज। अब बफ सुकुटी रेडी भयो।